हेलो नमस्ते। अब आज यो स्ट्यान्डर्ड इक्वेसन अफ इलिप्स लिएर आएको छु। यो क्लास 12 को भाइ बहिनीहरूलाई सहयोग होस् भनेर यो स्ट्यान्डर्ड इक्वेसन अफ इलिप्स प्रुभ गर्न धेरैजनालाई समस्या हुने गरेको देखेको छु। कुरै बुझ्दैनन् हैन। म एकदमै सजिलो तरिका लिएर आएको छु आज। यो तरिका तपाईले बुझ्नु भयो भने तपाईलाई एकदमै सजिलो हुन्छ यो प्रुभ गर्न है। के छ भने जस्तै कि यो हाम्रो इलिप्स, यो इलिप्स छ। अब के ध्यान दिनुपर्छ भने यो हाम्रो सेन्टर भनेको के हो त 0,0। यहाँनिर फोकस हुन्छ एउटा, फोकस 2, यहाँनिर फोकस 1। अब फोकस 1 र फोकस 2 को कोअर्डिनेट कति कति हो त त्यो चाहिँ थाहा पाउनु पर्छ ल। अलिकति ठुलो पिक्चर बनाउँछु है म। यो भयो 0, 0,0, O 0,0। यहाँनिर F1 छ, माइनस C,0। यहाँनिर के छ F2 छ, C,0। मतलब यो फोकस यहाँदेखि C डिस्टेन्समा छ। यो फोकस यहाँदेखि C डिस्टेन्समा छ। अब यो A भयो, यो भयो A डैश। अब यो B भयो, यो B डैश। B देखि B डैश भनेको के हो त हाम्रो B, स्मल b हो। A देखि A डैश भनेको के हो त हाम्रो स्मल a भयो। अब यो भनेको मेजर एक्सिस हो, यो भनेको के हो त माइनर एक्सिस हो। यसलाई हामी के भन्छौं माइनर एक्सिस। यसलाई के भन्छौं मेजर एक्सिस, मेजर एक्सिस। यो दुईटा कुरा बुझ्नु पर्यो। त्यसपछि अब के बुझ्नु पर्छ भने हामीले यहाँ कुनै एउटा पोइन्ट छ जहाँ लिदा पनि हुन्छ ल। यो पोइन्ट x, y भन्ने एउटा पोइन्ट छ। अब यहाँ F1 देखि यो P सम्मको डिस्टेन्स र F2 देखि P सम्मको डिस्टेन्स, यो दुईटा जुन डिस्टेन्स छ नि, यो दुईटा डिस्टेन्सलाई जोड्दाखेरि के हुन्छ त F1 PF1 प्लस PF2 कति हुन्छ? यो दुईटा जोड्दा 2a हुन्छ जहिले पनि है। तपाईले यो p चाहिँ यहाँ लिदा पनि टक्क F1 PF1 प्लस PF2। सपोज यहाँ लिनुभयो तपाईले, यहाँनिर लिनुभयो यस्तो, यहाँनिर हाम्रो पोइन्ट छ Q ल। यो p यहाँ पनि हुन सक्छ नि त हैन, जहाँ पनि हुन सक्यो कि यो p चाहिँ। अब यो प्लस यो गर्दा पनि यति 2a नै आउँछ कि, त्यो चाहिँ तपाईले ध्यान दिनुपर्ने हुन्छ। यति यो चाहिँ प्रोपर्टी हो एउटा है इलिप्सको। यो प्रोपर्टीलाई युज गरेर हामीले प्रुभ गर्छौं। अब अर्को एउटा के कुरा जान्नुपर्छ भने b² इक्वल्स टु के हुन्छ a² माइनस c²। यो कुरा पनि तपाईले ध्यान दिनुपर्छ। यति कुरा थाहा भएपछि यो स्ट्यान्डर्ड इक्वेसन एकैछिनमा प्रुभ हुन्छ। जस्तै कि अब हामीले के गर्नु पर्यो भन्दाखेरि सुरुमा त के लेख्नु पर्यो, लेट F1 minus C,0 and F2 C,0 be the two foci of the ellipse है। यति जान्नु पर्यो। त्यसपछि a भनेको के हो, a स्मल a, यो त मेजर एक्सिस माइनर एक्सिस भइहाल्यो। अब वी नो, डाइरेक्ट जुम हामी, वी नो हामीलाई के थाहा छ त भन्दाखेरि हामीलाई थाहा छ PF1 प्लस PF2 इक्वल्स टु कति हुन्छ 2a। अब p भनेको अब यो डिस्टेन्स निकाल्नु पर्यो कि, यो दुईटा पोइन्ट को डिस्टेन्स, यो F1 र P को डिस्टेन्स कति हुन्छ। डिस्टेन्स फर्मुला त थाहा छ, यो फर्मुला चलाउनु पर्यो। डिस्टेन्स फर्मुला भनेको के हो x2 माइनस x1 होल स्क्वायर प्लस y2 माइनस y1 को होल स्क्वायर। यति भयो है। यो फर्मुला युज गर्नु पर्यो त्यो दुईटा पोइन्टमा। यो फर्मुला लगाउँदा के हुन्छ x प्लस c होल स्क्वायर प्लस y माइनस 0 को होल स्क्वायर। त्यसरी नै प्लस यसको के हुन्छ x माइनस c होल स्क्वायर प्लस y माइनस c, y माइनस 0 को होल स्क्वायर।
इक्वल्स टु 2a यति भयो। अब हामीले यसलाई सल्भ गर्नु पर्यो, यो इक्वेसनलाई सल्भ गर्नु पर्यो। यसलाई उता लगौँ, यो पनि लाँदा हुन्छ है हुन चाहिँ x + c होल स्क्वायर, यो कति भयो y को स्क्वायर। अब यसलाई उता लाँदा के हुन्छ 2a माइनस रुट अन्डर x माइनस c को होल स्क्वायर प्लस y को स्क्वायर यति भयो। अब के गर्नु पर्यो, स्क्वायरिङ गर्नु पर्यो हामीले, स्क्वायरिङ अन बोथ साइड, रुट हटाउनु पर्यो, स्क्वायरिङ अन बोथ साइड्स वी गेट है। स्क्वायरिङ अन बोथ साइड गर्दाखेरि के हुन्छ, यस्तो हुन्छ नि त, स्क्वायर गरौँ यता पनि होल स्क्वायर गरौँ, यो र यो काट्यो। अब यसलाई हामी एक्सपान्ड गरौँ, यसलाई एक्सपान्ड गर्दा के हुन्छ त x स्क्वायर माइनस 2 प्लस 2xc प्लस c को स्क्वायर प्लस y को स्क्वायर इक्वल्स टु s को स्क्वायर गर्नु पर्यो 2a को होल स्क्वायर माइनस 2 फर्मुलामा लाग्नु पर्यो, यो a हो यो b हो, 2 into 2a अनि रुट अन्डर के हो त x माइनस c को होल स्क्वायर प्लस y को स्क्वायर यस्तो गर्नु पर्यो। अनि यतातिर के छ प्लस y को यो पुरैको स्क्वायर है b भनेको के हो त x माइनस c यस्तो गर्नु पर्यो। अब के भयो त फेरि प्रोसेस है, x स्क्वायर अब प्लस 2cx प्लस x cx एउटै जे लेख्दा नि हुन्छ है। अब यतातिर के भयो 4a स्क्वायर माइनस 4a अनि यतातिर x माइनस c होल स्क्वायर प्लस y को स्क्वायर, यो र यो काट्यो। अब यसलाई पनि फर्मुलामा लगौँ है, x स्क्वायर माइनस 2cx xccx अब c स्क्वायर प्लस y स्क्वायर। अब हेर्नु त यता यता के क्यान्सल भइरहेछ, यो र यो त क्यान्सल भयो x स्क्वायर c स्क्वायर पनि क्यान्सल भयो, y स्क्वायर पनि क्यान्सल भयो। अब के बाँकी बच्यो यो 2cx यो र यो 2cx, यसलाई यो साइडमा लिएर आउँदा के हुन्छ, यो र यो जोडिन्छ, जोड्दाखेरि के भयो त 4cx भयो। अब यतातिर के बाँकी बच्यो 4a स्क्वायर माइनस 4a अनि रुट अन्डर x माइनस c होल स्क्वायर प्लस y स्क्वायर यस्तो भयो। अब हामी के गरौँ, यो 4 कमन लिउँ, 4cx 4a स्क्वायर a रुट अन्डर x माइनस c होल स्क्वायर प्लस y स्क्वायर यस्तो गर्दाखेरि के हुन्छ, यो 4 र 4 पनि क्यान्सल भयो, यति भयो है। अब म फर्दरको लागि यतापट्टिको मेटाउँछु, यो त तपाईँलाई याद छ है, हामीलाई यो चाहिन्छ, यो चाहिन्छ, यो कुनामा लेखिदिन्छु है म, a स्क्वायर माइनस c स्क्वायर, b स्क्वायर भनेको के हो त a स्क्वायर माइनस c स्क्वायर। ल अब यहाँनिर गरौँ है, अब के बाँकी बच्यो त यतातिर cx, यो क्वान्टिटीलाई हामी त्यो साइडमा लाँदा के हुन्छ a रुट अन्डर x माइनस c होल स्क्वायर प्लस a स्क्वायर यति भयो। यो क्वान्टिटीलाई यो माइनसमा छ नि त, यसलाई उता लाँदा प्लस भयो। अब यतातिर के बाँकी बच्यो a स्क्वायर अनि यो cx लाई यो साइडमा लिएर आउँ cx यति भयो। अब यसलाई हामी फेरि स्क्वायरिङ गरौँ, यो रुट हटाउनु पर्यो, स्क्वायरिङ अन बोथ साइड्स वी गेट। अब के गरौँ, यसलाई स्क्वायरिङ गर्दा के हुन्छ त यस्तो स्क्वायरिङ, यसलाई पनि स्क्वायरिङ। अब यो स्क्वायरले यो यसलाई काटिन्छ, यो a को स्क्वायर भयो हैन, a को स्क्वायर, त्यस पछाडि यसलाई फर्मुलामा लाँदा के हुन्छ x स्क्वायर, यो र यो त काटिन्छ, x स्क्वायर भयो माइनस 2cx भयो अनि प्लस c स्क्वायर भयो प्लस a स्क्वायर भयो। यो a हैन ल, यो y हो, y कहाँदेखि a भएर आएको छ, होइन y हो त्यो, सरी है, यो y स्क्वायर।
त्यसपछि यता के छ, यता पनि फर्मुलामा लानु पर्यो। ए स्क्वायर स्क्वायर ए को स्क्वायर माइनस 2a भनेको यो हो, यो फर्मुलामा एक्सपान्ड गर्दाखेरि यस्तो भयो, प्लस यतातिर के बाँकी बच्यो, यो के छ हाम्रो cx छ भनेको अब के हुन्छ यहाँ c को स्क्वायर x को स्क्वायर हुन्छ। यो कुरा हामीले बुझ्यौँ हैन। अब यसलाई सरी यसलाई अब के गरौँ, मल्टिप्लाई गरौँ। ए स्क्वायर एक्स स्क्वायर माइनस 2a स्क्वायर सी एक्स प्लस यसलाई गरौँ ए स्क्वायर सी स्क्वायर प्लस यसलाई ए स्क्वायर वाई स्क्वायर। अनि यतातिर के भयो त, यता हेरौँ त, ए को पावर 4 माइनस 2a स्क्वायर सी एक्स, यतातिर प्लस सी स्क्वायर एक्स स्क्वायर, यति भयो हैन। अब कुन कुन क्यान्सल भइरहेछ, केही क्यान्सल भइरहेछ, यो र यो टर्म हेर्नु त सेम छ, मतलब दुईटै माइनस पनि छ, यता पनि माइनस यता पनि माइनस, यसलाई यता ल्याउँदा त प्लस हुन्छ, त्यसैले यसलाई र यसलाई क्यान्सल गर्छ। अब बाँकी बच्यो कि ए स्क्वायर एक्स स्क्वायर। अब यो टर्मलाई उतातिर लिएर जाँदा के हुन्छ, माइनस सी स्क्वायर एक्स स्क्वायर। अब यो वाई वालालाई यतै राखौँ, ए स्क्वायर वाई स्क्वायर। अब यसलाई यता लगौँ है, ए को पावर 4 माइनस ए स्क्वायर सी स्क्वायर। अब यहाँनिर के गरौँ, ए स्क्वायर माइनस सी स्क्वायर, अब कमन भयो नि त, यो कमन एक्स स्क्वायर भयो, अनि प्लस ए स्क्वायर वाई स्क्वायर इक्वल्स टु यता पनि कमन के भयो त, ए स्क्वायर सी स्क्वायर, ए स्क्वायर माइनस सी स्क्वायर। अब यहाँनिर ए स्क्वायर माइनस सी स्क्वायर भनेको त बी स्क्वायर हो नि त, त्यही भएर यहाँ बी स्क्वायर लेख्छौँ, बी स्क्वायर एक्स स्क्वायर प्लस ए स्क्वायर वाई स्क्वायर इक्वल्स टु यतातिर ए स्क्वायर बी स्क्वायर। यहाँबाट आएको है यो चाहिँ ल, यो पनि हामीले याद गर्नुपर्छ, यो रिलेसन हो। अब राइट साइडमा हामीले 1 बनाउनु पर्छ। अब हामीले राइट साइडमा के बनाउनु पर्छ, 1। त्यसको लागि डिभाइडिङ गरौँ, डिभाइडिङ on both side by 1 by a square b square। राइट साइड में 1 छ नि त, we get b square x square a square b square plus a square y square a square b square equals to a square b square by a square b square। अब b square काट्यो, a square काट्यो, यो पुरै काट्यो है, यता 1 बाँकी बच्यो, x square by a square। अब यतातिर के छ, y square by b square equals to 1। यति कुरा भयो, हामीलाई चाहिएको इक्वेसन यही हैन त, यही प्रुफ भयो है। अब यो एकदमै सजिलो छ तरिका। अब किताबमा चाहिँ यस्तो तरिकाहरू दिएको छैन। अब यो चाहिँ अल्टरनेटिभ मेथडबाट मैले तपाईहरुलाई सजिलो होस् भनेर, किनभने यो क्वेसन आइरहेको छ नि त 12 को एक्जाममा, त्यही भएर मैले यो भिडियो बनाएको हो। अब यदि तपाईलाई मेरो भिडियोहरु ठीक लाग्छ भने, कुनै क्वेसन तपाईलाई गाह्रो लागिरहेछ, सजिलो तरिका भनिदिनु भनेर त्यस्तो कुनै तपाईको समस्या छ भने मलाई यहाँनिर कमेन्टमा लेख्नुस्, म तपाईको समस्या समाधान गर्ने सकभर प्रयास गर्नेछु। धन्यवाद।